ओके नमस्ते म चाहिँ दीपक तामाङ यो कुवा चाहिँ लगभग मैले मेरो अध्यक्षतामा हाम्रो नगरपालिकाबाट विनियोजित रकम 90,000 योभन्दा 7 वर्ष पहिला विनियोजित भएको थियो र आज चाहिँ एकदमै फोहोर थियो यो कुवा अलिकति चिप्लो यताउति लेउहरू धेरै पलाएको थियो र लेउले गर्दाखेरि धेरै मान्छेहरू लड्ने हैन मै पनि लडिसकेको छु र 7-8 वर्ष म बाहिर बसेको थिएँ लगभग यो कुवा बनेको त 10-11 वर्ष नै भयो आजसम्म कहीँ चुहावटहरू छैन पानी मजाले पलाइरहेको छ र यहाँ जम्मा हुन्छ र हामी पिउनको लागि एकदमै सफा पानी किनभने यही मूल हो यहीँ निस्किन्छ पानी र यहीँ हामीले जम्मा गरेर चाहिँ हामीले खान्छौँ र यताउँबो एउटा गाउँ छ भने यताउँदो एउटा गाउँ छ त्यो दुईटा गाउँ ठ्याक्क आउँछ र यहाँ तलबाट पनि आउँछ लगभग यहाँबाट 1 किलोमिटर तलबाट पनि पानी लिन आइपुग्नुहुन्छ यहाँ चाहिँ उँधो पानी नहुँदा अभाव हुँदाखेरि यहाँ आइपुग्नुहुन्छ र फाइनली आज सफा गर्ने मौका मिल्यो र मजाले यो तार ब्रसको प्रयोग गरेर नै यहाँको लेउहरू पखालियो सफा गरियो तपाईले पनि देख्न सक्नुहुनेछ तपाईहरु यदि आउनुहुन्छ भने यहीँनेरि मोटर बाटो छ यताबाट आउँदाखेरि यो टर्निङ हो यता हेर्नु होला यहाँ पर चाहिँ टर्निङ छ यता पर गाडी कुद्ने टर्निङ छ भने यहाँ माथिबाट यस्तो घुमेर आएर चाहिँ यहाँबाट यस्तो जाने बाटो छ यदि तपाईहरु पनि आउनुभयो भने यहाँ बिसाएर यहाँको चिसो पानी पिएर जान सक्नुहुनेछ आफूले पानी खाने कुवाहरू सधैँ आफूले सफा राख्नुपर्छ र स्वस्थ जीवन रहन्छ हामीलाई नै हाम्रो आफ्नै लागि हाम्रो स्वास्थ्यको लागि हो त्यसैले कहिलेकाहीँ सफा सुग्घरहरू गरिराख्नुपर्छ यो भन्दा पहिला चाहिँ अब यो पानी कति नै दुःख हुन्थ्यो किनभने पाइपबाट पानी आउँदैन थियो नि त त्यही भएर यो मूलको पानीहरू खानुपर्ने हुन्थ्यो अनि यहाँ मूलको पानी अब एउटा कुवाको पानी धेरै घरकोले खाने हुँदाखेरि चाहिँ पानी छिटै बिहान छिटो आयो भने चाहिँ पानी भेटिन्थ्यो नत्र भने अलिक ढिलो आयो भने चाहिँ एकाग्री पानी पनि भेट्नलाई गाह्रो हुन्थ्यो हामीलाई त्यति बेलाको समयहरू पनि हामीले कटाएका छौँ आज चाहिँ अलिक माथिबाट पनि पानी पाइपमा आउँछ तर त्यो चाहिँ खानको लागि योग्य छैन अनि हामी चाहिँ त्यो पानी चाहिँ खानको लागि योग्य नहुँदाखेरि चाहिँ हामी त्यो चाहिँ भाँडा मात्न कपडा धुन युज गर्छ भने यो पानी चाहिँ हामी स्पेशली पिउनको लागि लान्छौँ फिल्टर गर्न पर्दैन फिल्टर गरेको भन्दा सफा पानी छ किनभने यही मूल हो यहीँबाट उम्रेको पानी पिउन एकदमै सफा र स्वस्थ पनि रहन्छ एकदम मिठो छ यहाँको पानी र एकदम चिसो पनि छ अहिले मैले भित्री भाग पनि सबै सफा गरेर पानी फालिसकेको छु र अब पानी जम्मा हुनको लागि केही घन्टा लाग्छ 2-3 घन्टा पश्चात मात्रै हामीले यहाँको पानी खान योग्य हुन्छ किनभने अहिले भर्खरै पखालेको त्यसपछि गिटीहरू छ गिटीमा छानिँदै उम्रेको माथि निक्लेको पानी चाहिँ सफा हुन्छ र पिउनको लागि योग्य हुन्छ कस्तो लाग्यो यो समाजमा बसेपछि हामीले हरेक चिजमा ध्यान दिनुपर्ने हुन्छ सरसफाइमा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ र यो हामीले स्पेशली हामीले पिउने पानीलाई त झन् अति धेरै ध्यान दिनुपर्ने हुन्छ तपाईहरुकोतिर पनि यस्तै छ भने तपाईहरुले पनि कृपया आफ्नो गाउँ आफ्नो टोलमा सरसफाइमा एकदम ध्यान दिनु होला र स्वस्थ पानी पिउनु होला नमस्ते ओके गाइस अब चाहिँ हामीले फाइनली कुवालाई सरसफाइ गरिसकेका छौँ यो कुवा चाहिँ मैले मेरो आफ्नै अध्यक्षतामा चैनपुर नगरपालिकाद्वारा विनियोजित रकम 90,000 को रकममा हामीले यो कुवालाई निर्माण गरेका थियौँ यो उँधोपट्टि भागमा पनि निकै अल्को वाल उठाइएको छ र यो बीचमा कपडाहरू धुनको लागि बनाइएको थियो भने यतापट्टि साइडमा पनि धुन सक्नुहुनेछ र यता पनि तपाईहरुले कपडाहरू राख्न सक्नुहुनेछ भने यो भित्ताको जुन यो दुईटा ठाउँ छ यसमा चाहिँ तपाईले गाग्रीहरू राख्न सक्नुहुनेछ डोकोमा राखेर बोक्न सक्नुहुन्छ जस्तै कि एक्जाम्पलको लागि यहाँ गाग्री राखिराख्नु भएको छ हाम्रो तल दिदीले र यो यहाँ राखेर चाहिँ हामीले गाग्रीलाई बोक्न सक्छौँ र यो सिडीहरू पनि छ तपाईले यहीँ राखेर पनि बोक्न सक्नुहुनेछ यताबाट चाहिँ हामी तल जिम्बा गाउँबाट पानी लिनु यहाँ तलको गाउँबाट आउँछ भने यो माथिल्लो साइडबाट चाहिँ हामी माथि मेरो घरपट्टिबाट आउनेछौँ पाखरिन टोलबाट यो माथिबाट आउनेछौँ र यहाँ ठ्याक्कै यहाँ सडक छ यहाँ तल चाहिँ रोड छ जुन सवारी साधन आवत जावतको लागि र यहाँ माथि यो डिलमाथि पनि रोड छ र यो बिचमा टर्निङमा यो कुवा बनाइएको छ आज निकै लामो समयपछि 7 वर्ष बाहिर बसेर आएर 2 वर्ष यताउता काम गर्दा म भ्याइरहेको थिइनँ काम गर्न तर आज फाइनली सफा गर्न पाइयो एकदमै चिप्लो थियो यहाँनिर कतिजना लडी पनि सक्नु भएको छ भन्ने सुनियो यो चिप्लोले गर्दाखेरि लेउहरू पलाएको थियो र आज चाहिँ यसलाई हामीले मजाले सरसफाइ गरियो र यसलाई ब्रुस यो तार ब्रसको प्रयोग गरेर सफा गरियो यो ब्रसले चाहिँ हामीले एकदमै धेरै सफा गरियो ल खुसी लाग्यो धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेर्नुभयो थ्यांक यू सो मच